कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर 5 स्थित बभनी गाउँमा खेतमा रोपाई गर्ने क्रममा पुरातात्विक महत्वको प्राचीन वस्तु र लगभग 2500 तामाका सिक्काहरू फेला परेका छन्। श्रावण 4 गते दिउँसो करिब 2 बजे स्थानीय किसानहरूले काम गरिरहेको समयमा तामा जस्तो देखिने करुवा र त्यसभित्र प्राचीन तामाका सिक्काहरू भेटिएका हुन्। खेतमा पुरातात्विक वस्तु भेटिएको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र जिल्ला संग्रहालय तिलौराकोटका प्रतिनिधिहरू घटनास्थलमा पुगेका थिए। स्थानीय भद्र भलादमी जनप्रतिनिधि, पत्रकार, सरोकारवाला निकायहरूको रोहबरमा उक्त वस्तुलाई हृदपूर्वक बरामद गरी आवश्यक संरक्षणको लागि कपिलवस्तु संग्रहालय तिलौराकोटमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले बताउनु भएको छ। किसानहरूले खेती रोपाई गरिरहेको ठाउँमा पुरातात्विक महत्वको एउटा करुवा जस्तो देखिने वस्तु फेला परेको छ भन्ने हामीलाई जानकारी प्राप्त भएपछि उक्त स्थानमा गई उक्त वस्तुलाई हृदपूर्वक हामीले चाहिँ बरामद गरेका छौं र अहिले उक्त वस्तु आवश्यक संरक्षणको लागि कपिलवस्तु संग्रहालय तिलौराकोटमा पठाउने संरक्षणको लागि पठाउने तयारी भइरहेको छ। बरामद गरिएका प्राचीन वस्तु र तामाका सिक्काहरू जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा हेर्न तथा प्रारम्भिक अध्ययन गर्ने काम गरिएको छ। कपिलवस्तु संग्रहालयका प्रमुख शान्ति शेर्पा लिम्बुले भेटिएका सिक्काहरूको विस्तृत अध्ययन र अनुसन्धान जारी रहे तापनि प्रारम्भिक अध्ययनका आधारमा ती सिक्काहरू 12औं देखि 13औं शताब्दीका हुन सक्ने अनुमान गरिएको बताउनु भएको छ। हामीले चाहिँ यहाँ चाहिँ हामीले खोल्ने क्रममा छौं कि कति कोइनहरू छ अनि यो कोइन चाहिँ विशेष गरी चाहिँ कोइनको भनेर चाहिँ अनुमान गर्दाखेरि चाहिँ मुस्लिम समयको कोइन हुन सक्छ। यसमा चाहिँ 12औं देखि 13औं शताब्दीको अनुमान गर्न सकिन्छ। उक्त पुरातात्विक वस्तु तथा सिक्काहरूलाई आवश्यक संरक्षण, थप अध्ययन र अनुसन्धानका लागि तिलौराकोट स्थित कपिलवस्तु संग्रहालयमा राख्ने तयारी गरिएको छ। वासुदेव वर्मा, नेपाल टेलिभिजन, लुम्बिनी प्रदेश, कपिलवस्तु।